इफेक्ट भयो बुझ्नुहुन्छ हैन बुझेन साइकोलोजिकली उनीहरु के भयो स्ट्रङ भए भेरी गुड एक्सलेन्ट अब हेर्नु अब म भन्छु तपाईलाई फेरि अब बालबालिकाहरू पढाइबाट टाढा हुनेछन् पढ्न पनि सक्दैन यदि हामीले मोबाइलको विकल्पमा मोबाइलको अल्टरनेटिभमा बालबालिकाहरूलाई रङ्गीन पुस्तकहरू किन्यौँ भने बालबालिकाहरूलाई कथाका किताबहरू किन्यौँ भने बालबालिकाहरूलाई कलरिङका किताबहरू किन्यौँ भने बालबालिकाहरूलाई ह्यान्डराइटिङ र पुस्तकहरू किन्यौँ भने बालबालिकाहरू त्यहाँबाट छोडेर अलिकति सर्न सक्छ दिनमा फेरि साँझपख बच्चालाई लिएर पार्क घुम्न जानुभयो भने 1 घण्टा मोबाइल हेर्ने समय त हरायो हरायो अनि 1 घण्टा तपाईँको परिवारको सदस्यहरूसँग गफ गर्नुभयो भने आहा छोरीले लेखेको कति राम्रो छोरीले पढेको कति राम्रो छोराले पढेको कति राम्रो बाबाले पनि छोरी छोरा छोरी कता गई भनेर म यदि स्मार्टफोन भइदिएको भए राति जुम्दा पनि मेरो ख्याल गर्छ होला आमाको सोचाइमा परिवर्तन आउनु पर्यो बाबको सोचाइमा परिवर्तन आउनु पर्यो हलिमाको सोचाइमा परिवर्तन आउनु पर्यो हामी सबैले पत्र पत्रिका पढेर बस्यौँ भने हामी सबैले बच्चाहरूलाई हप्तामा 2 दिन बिराइ 3 दिन बिराइ खुवाउनु पर्यो What you eat, that you are. जस्तो खायो त्यस्तै बन्ने हो खाने कुरामा भौतिक विकासको क्षमता जोडिएको हो अब मैले बच्चाले खेल्नुपर्छ बच्चाले दौडनुपर्छ अनि मात्र उनको भौतिक शरीरको विकास हुँदैन बच्चा अस्वस्थ हुनुमा बाआमाको ठुलो भूमिका छ तपाईँ यस्तो शिक्षक बन्नुहोस् यस्तो शिक्षिका बन्नुहोस् समाजको नमुना बन्ने शिक्षक बन्नुहोस् फेरि पछिटो नलागोस् कि म शिक्षक बन्न जान्दैछु भनेर तपाईँ यस्तो विद्यार्थी बन्नुहोस् तपाईँ यति लगनशील विद्यार्थी बन्नुहोस् तपाईँलाई जीवनमा पछि पछुताउनु नपरोस् कि मलाई पढ्ने कुरा कसैले सिकाएन भनेर म रमेश पराजुली अहिलेलाई बिदा हुन्छु हर्ष धन्यवाद नमस्कार